हेर्नुहोस् है, पर्क कटिङ चाहिँ म चाहिँ यस्तो गरिदिन्छु नि, यदि यतिको गरिदिन्छु नि। यस्तो मेरो जस्तो कटिङ चाहिँ कसले गर्दैन है। यतिको पातला चाहिँ बनाइदिन्छु म कटिङ गरेर, यतिको पातला चाहिँ बनाएँ। यहाँ हेर्नुहोस् है, पर्क चाहिँ यसरी काट्नुपर्छ। यस्तो काट्नु काँचै खाँदा पनि हुन्छ कि, अलिकति यस्तो प्रब्लम हुन्छ भनेर मात्रै नि। त्यहाँदेखि चाहिँ यसलाई चाहिँ धुनुपर्छ हो, मजाले धुनुपर्छ। त्यहाँदेखि यो खालको निकालिदिनुपर्छ। अब यहाँ हेर्नुहोस्, यो चाहिँ तपाईँले जे बनाउँदा हुन्छ, फ्राई गर्दा पनि हुन्छ, फ्राई गरेर खाँदा पनि हुन्छ, सब्जी बनाउँदा पनि हुन्छ, जे बनाएर खाँदा पनि, चाउमिन बनाउँदा पनि हुन्छ, जे गर्दा पनि हुन्छ। यतिको पातला चाहिँ हुनुपर्छ, मजाले काटेर चाहिँ छुरी पनि अलिक लाग्ने हुनुपर्छ। अन्त हेर्नुहोस् यतिको पातला हुन्छ।